छोरीसँग सजिलो मेरो ब्लगमा आज युबिन थापा लैरहेको छ हामीलाई धुरबराई मन्दिर आयन दाइको ट्युसनमा हामीलाई हजुर पनि आउनुहोस् आयन दाइको ट्युसनमा यहाँ चाहिँ हाम्रो क्यामेरा हात्ती छोडे यहाँ हाम्रो क्यामेराम्यान छ ध्यान हात्ती नेचुरल कुरा हेर्नु त्यहाँ नेचुरल कुरा झर्ना जस्तो खतरा छ यहाँ मान्छे यहाँ धुरबराईमा लहरी छुटेको बेला बच्चाहरू डुवाइमा हरि बोल्न सक्छ नभए हिँड्न सक्छ त्यो केही नगर्न सक्ने बच्चालाई अनि सँग यहाँ पूजा नि हुन्छ ओ गाइस यहाँ धेरै पुरा बाख्राहरू काटेर ल्याउँछ अनि यहाँ धेरै पूजाहरू पनि हुन्छ ल अब यसो क्यामेराम्यानको कुरा सुन्नु होला है ए कस्तो क्यामेराम्यानै नमानेको क्या ल क्यामेराम्यान हेलो क्यामेराम्यान उता फर्केर गर न उता मन्दिरतिर जान्छ अनि मैले नजाने त नि त्यो डल्छ के अरे भयो जा देवी उता तिमी त्यसले यहाँ सबैले गर्नुहोस् जान्छु त बिचमा त अगाडि उयो फुच्ची अगाडि भयो त्यो डडी भएर राख्थेँ हो त्यही राख्थेँ अहिले हामी धर्मलाई आउन आइसक्यो बिहान बिहानै मर्निङ वक गरेर हिँड्छ ट्युसन पार्टीमा है यसो रिफ्रेसमेन्ट हेर्नु न त्यहाँ तान्टिङको मेला त्यहाँ हो हामी गएको पुरा माथि डाँडामा होइन होला त्यो त के भन्छ छिटो आइज कस्तो लाग्छ त नि युबिनालाई हजुर युबिना राम्रो थाकियो यताखेरि हाम्रो सानो आर्यना त्यो पनि आर्यनाको टोपी त अनि टाउकोमा नभएर छातीमा पो छ त कस्तो लाग्यो त नि आर्यनालाई नपर्न पर्दा देवी बाबु कस्तो लाग्यो त हजुरले पढ्नु नपर्दाखेरि कस्तो मजा आयो यस्तो म त जहिले जान पाए हुन्थ्यो जस्तो लाग्यो हो अन्त त पढ्नेहरू त आउनुहोस् त खेरि आज त सबभन्दा छिटो आइस् त यता हेर के छ युबिन कस्तो लाग्यो कस्तो राम्रो भने पढ्नेबाट छुटकारा पाइस् ल ल ल कहाँ जानु लाग्यो देवी हामी भन्छ त ल हामी ढोरबराई कति हिँड्नु भयो त नि हजुर हाम्रो ब्लगर दाइ भयो होला 3 किलोमिटर 3 किलोमिटर त होइन हो 2 किलोमिटर त त्यहीँ पटनबाट हो 4-5 किलोमिटर चाहिँ हिँड्यो कस्तो लाग्यो त यहाँ आएर 3 किलोमिटर हो कस्तो लाग्यो त यहाँ आएर कस्तो लाग्यो त यहाँ आएर हाम्रो काल दाइ के छ ठिकै लाग्यो अब 3 किलोमिटर हिँड्यो ठिकै लाग्यो अब यहाँ पुड्की युबिना खै हाम्रो पुर्की खोदी बुढी हो नि बत्तल म्यान के दुई छ किन दुखेको त अड्कियो के गर्ने छैन माछा हाल्ने कुरा यहाँ त क्रमांसँग बोल्नु भएको छ गण्डकी प्रदेश जिल्ला जिल्ला गण्डकी 7 जिल्ला श्री मन बहादुर थापा जुनले सपरिवारका 76 समितिलाई सहयोग रु 1010,000 प्राप्त भएको छ। उहाँको परिवार साथै यस माताले उहाँको सम्पूर्ण मनोकामना पुरा गरिदिनुहुन्छ। तार चोरी भी खाऊं छुड़ेन ना
भयो ल मोटु आइज सर्वप्रथम बराई मन्दिरमा पाल्नुहुने सम्पूर्ण भक्तजनहरूमा हार्दिक स्वागत गर्न चाहन्छौँ र यसो बराई बस युमिना तिमी जत्रै घन्टी रहेछ बजाइदेऊ राष्ट्र निर्माणको लागि सहयोग खै फेरि भयो भयो त दुइटा जाम नबोल मोटे भिडियो बन्दै दो तीन चार एक दो तीन चार चार पाँच आएन पछि म है मोटे युबिन रेडी बस है युबिन म एउटै लाउँछौँ कि त सेम दाइले लगाइदिनुहुन्छ कि छोडिदिए युबिन छिटो युबिन लिन भिडियो लिन हात्ती भिडियो समाल भन्दा युबिन यसपछि भिडियो समाल त छिटो छिटो युविनको त घाँटी नै च्याप्पिला जस्तो छ आइज नि युबिन रुक्नु न समात न गइडा अब देवी भाइलाई मलाई लगाइदिनु काले भाइलाई होटेललाई मोटे भन्दा छैन मलाई मेरो चाहिँ यो म देखिले निम्जे अनि यो सेलरोटी सेलरोटी रे आलु चप खतरा मिठो छ मेरो भिडियो नबनाउने तेरो त बनाइहाल्ने नि यताखेरि कानमा फुल लाएर युबिना के खाएको युबिना फ्रुटी किन खाएको नगर त ढ्याङ्के ढ्याङ बाँदर ल सानो मान्छेलाई खाऊ त्यो खुर्सानी निकाल न भइहाल्यो त खानुहोस् त चाउमिन चिकन एउटा बाबुलाई के हो हजुर यही हो यिनीहरू दुइटाले खान्छ अरे यता हामीलाई पनि एक पिस मासु हाल्नु ल बिग बाइट कस्तो लाग्यो के चाहिँ भाइ मासु खाने भाइ चाहिँ के लाग्यो तँलाई है हाम्रो प्याज माग्ने हाल्ने भन्नु न माथिबाट माग्न आन्टी हाम्रो यहाँ छोरी प्याज खुर्सानी हालिदिनु सेलरोटी त्यसले त खाइसकेछ मासु र भात तिमीलाई हो किन भयो चाउमिन भएन होला मिठो भयो दादिने क्रममा हामीसँग जोडिनु भएको छ भने प्रदेश तनहुँ जिल्ला बन्दीपुर गाउँपालिका 6 निवासी श्री बहादुर गुरुजीको सपरिवारतर्फबाट समितिलाई सहयोग 505 दान प्राप्त भएको छ। आहा देखेनस् यही हो के म चक्को दान खाएर